र मधुबालावादीको जुन कथा देखाएको छ त्यो मधुबालावादी समुदायमा छैन, इतिहासमा पनि छैन, अहिले पनि छैन, किन त्यही समुदायका हामी व्यक्ति हौँ। नेपालमा अब न्याय पाउन एका देशको कथा जस्तो लाग्यो क्या हामीलाई। अब यो फिल्म चलाइरहँदा केस चलाइरहन्छ, हामी चाहिँ मुद्दामा लडिरहन्छौँ भने न्याय कहाँ छ त? डाक्टर रोशनी नेपाली वादी। तपाईले यो जुन अहिले पछिल्लो समय चलिरहेको लाली बजारको बारेमा लिएर चाहिँ तपाईले यसरी आन्दोलन गरिरहनु भएको छ, हजुर विषयमा अलिक प्रश्न पार्दिनु न। अब तपाईँको चाहिँ के छ भने यो आन्दोलन अहिलेको आन्दोलन होइन है, अनि यो आन्दोलन तपाईँको 1.5 महिना भइसक्यो हामी लडिरहेको, र हामीले चाहिँ योभन्दा अगाडि तपाईँको लगभग 20-25 दिन अगाडि यहीँ पनि हामी माइतीघर मण्डेलामा विरोध प्रदर्शन पनि गरेका थियौँ, र यो सिलसिलामा हामीले विरोधको आवाज उठाउँदै हामी कानुनी प्रोसेसमा पनि गइरहेछौँ। किन भन्दाखेरि अब हामी न्याय पाउनलाई त न्याय दिनलाई त कानुन नै हो, अदालत नै हो, त्यही भएर हामीले अड्डा अदालतलाई पक्रेर नै अड्डा अदालतले र कानुनले न्याय दिन्छ भन्ने आशले हामी 1.5 महिनासम्म लडिरह्यौँ। तर पनि हामीलाई अहिले यो अनुभव भयो कि नेपालमा अब न्याय पाउन एका देशको कथा जस्तो लाग्यो क्या हामीलाई है। 1.5 महिनासम्म हामी लडिरहेका छौँ। अब तपाईँको कुनै पनि केस लड्दाखेरि वकिलको एक्सपेन्सिभ हामीले लिनुपर्छ, वकिलको पैसा चाहियो हामीलाई होइन, त्यो तारिख र पेशी त्यो लड्नलाई हामीलाई इकोनोमिकल सपोर्ट चाहिन्छ। तैपनि हामी 1.5 महिनासम्म समुदायको लागि गर्छौँ भनेर आधा पेट खाएर पनि लड्यौँ, तर पनि हामीले न्याय नपाइसकेपछि हामी यो अवस्थामा आयौँ। र अहिले पनि लाली बजार फिल्म चलि नै रहेको छ, 36-38 दिन 37 डेज हुन थालिसक्यो आजलाई, र हामीले आफ्नो पीडाको आवाज उठाउँदै आज लाली बजार फिल्मले अझै प्लस पोइन्ट पायो क्या। हाम्रो विरोध जुन पीडाले हाम्रो इतिहास गलत इतिहास देखाएर बजारीकरण त गर्यो, तर हाम्रो जुन पीडाको विरोध थियो त्यो पीडाको विरोधलाई पनि उनीहरूले युज गर्यो क्या हामीलाई। अनि त्यो पीडालाई त्यो विरोधलाई युज गर्दा अझै हाम्रो यो लाली बजार फिल्मको टिआरपी बढेर त्यो अनुसारले चलाइरहेको छ, र त्यो चल्दाखेरि उनीहरूलाई यो हिम्मत मिलिरहेको छ कि अब कसरी हामीलाई केही गर्न सक्दैन, हामीले चलाउन सक्छौँ फिल्म। 37 डेज सेलिब्रेसन भइरहेछ, 38 डेज सेलिब्रेसन भइरहेछ, 35 डेज सेलिब्रेसनको तपाईँले न्युज हेरिरहनुहुन्छ, र तपाईँको कुनै पनि ठाउँमा हिरो हिरोइनको ग्रुप जान्छ भने त्यहाँ 200-300 जना मान्छे जम्मा हुनु स्वाभाविक हो। अनि आफू सहित गएर उहाँले फोटो खिचाइरहनु भएको छ, जमघट देखाइरहनु भएको छ, दर्शकले रुचाएको फिल्म भन्नुभएको छ। ठिक छ, कुनै पनि फिल्म इमोसनली तपाईँले बनाउनुहुन्छ, रुवाकल्ली बनाउनुहुन्छ, त्यहाँमा राम्रो गाना बजाना हाल्नुहुन्छ, मरमसला हाल्नुहुन्छ भने फिल्म नचल्ने कुरा होइन, चल्छ नै। तर त्यहाँ फिल्म चल्यो र तपाईँको पब्लिकले माया पायो भन्ने कुरा यहाँ होइन। यहाँ भनेको चाहिँ एउटा फिल्म कुन तहमा चलाउन पाइन्छ, एउटा समुदाय लक्षित गरेर एउटा समुदाय जुन विकास भएर यो लेभलमा आइसक्यो, र यो विकास र समुदायमा परिवर्तन आउनु भनेको एउटा कुनै मधुबालाको प्रयासले एउटा मधुबालावादीले गरेको होइन, र मधुबालावादीको जुन कथा देखाएको छ त्यो मधुबालावादी समुदायमा छैन, इतिहासमा पनि छैन, अहिले पनि छैन, किन त्यही समुदायका हामी व्यक्ति हौँ। तपाईँले गलत इतिहास देखाउनु भएको छ, र वादी समुदायलाई यसरी यौन कर्म यौन धन्दा नथियासँग जोड्नु भनेको यो गलत हो भनेर हामीले आवाज उठाइरहेका छौँ र हामी लडि नै रहेका छौँ। तपाईँहरूले न्याय पाएनौ भन्नुहुन्छ, फेरि भर्खरै राष्ट्रसभाको बालेन नेतृत्वको सरकार पनि छ, गृहमन्त्रीमा सुदन गुरुङ पनि हुनुहुन्छ, अनि त्यति बेला तपाईँहरूले अहिले पनि न्याय पाउने अवस्था रहेन। त्यही त विडम्बनाको विषय छ नि, हामी विडम्बित छौँ। आज हाम्रो देश जलेरै नयाँ सरकार आएको हो नि त, हाम्रो न्यायपालिका जलेर नयाँ सरकार आएको हो। हाम्रो यत्र 40-45 साल अगाडि नै यत्रो परिश्रम गरेका नेतालाई गाली गरेर अनि उनीहरूलाई नाङ्गो बनाएर नयाँ सरकार आएको, र किन आयो त? अब अन्यायमा परेकालाई न्याय दिन्छौँ, आवाजविहीनको आवाज दिन्छौँ, हामीले अब यो देशलाई राम्रोसँग विकासमा लिन्छौँ। अब यस्तो अन्याय अत्याचार भ्रष्टाचार रहँदैन भने नयाँ सरकार आयो। तर मैले हाम्रो अनुभव सायद र हामीले लड्दाखेरि जुन अवस्था अदालतको देख्यौँ, सबभन्दा भ्रष्टाचार हुने ठाउँ नै अदालत जस्तो लाग्यो हामीलाई, सबभन्दा धेरै राजनीति हुने ठाउँ नै अदालत जस्तो लाग्यो। यदि भ्रष्टाचार र तपाईँको राजनीति अदालतमा हुँदैन थियो भने मुद्दा चलिरहेको फिल्म जो मुद्दा अहिलेसम्म क्लियर भएको छैन, अदालतले क्लिन चिट दिएको छैन, सिर्फ अन्तरिम आदेश मात्रै उसले चाहिँ रोकेको, अन्तरिम आदेश रोकेरै उसले फिल्म चलाइरहेको, तर उसले चाहिँ आफ्नो जबरजस्ती अन्तरिम आदेश रोकेर चलाएको हो नि। र फिल्म चल्दै आज 37 डेज 36 दिन हुँदाखेरि पनि अब त्यो अदालतले अस्ति नै उच्च अदालतले तपाईँको 10 दिन अगाडि जुन फिल्म हेर्यो उच्च अदालतको न्यायाधीशले हेर्नु भएको छ, सेन्सर बोर्डले दिएको बुदालाई सम्मत नमानेर फिल्म चलिरहेको छ, गैर कानुनी रूपमा चलिरहेको छ। सेन्सर बोर्डले भनेको बुदावादी शब्द नहटाएर नै उनले डायलग पनि नहटाएर फिल्म चलाएको छ। र हाम्रो समुदायबाट हेर्ने भने हामीलाई वादी र डायलग मात्रै होइन कि कथा वस्तुमै हो नि त, जुन नथिया देखाउनु, जुन यौन कर्म देखाउनु भने नै त्यो गलत हो भनेर हामीले आवाज उठेको। अब सेन्सर बोर्डको नियम पालना नगरेको लाली बजार फिल्म, अनि तपाईँको मुद्दा चलिरहेको लाली बजार फिल्म, एउटा समुदायले आवाज उठाएको लाली बजार फिल्म, अनि अदालतले चाहिँ हामीले झुलाइरहने
संवेदनशील विषय, यो कुनै तपाईको डाइभोर्सको केस होइन, यो कुनै जग्गा जमिनको केस होइन अदालतमा, यो एउटा फिल्मको केस थियो जुन फिल्म चल्यो भने तब 20-25 दिन चल्छ या फिर महिना 1.5 महिना चल्छ, आफै बन्द हुन्छ। अब यो फिल्म चलाइरहँदा केस चलाइरहन्छ, हामी चाहिँ मुद्दामा लडिरहन्छौँ भने न्याय कहाँ छ त? न्याय कहाँ छ? फिल्म बन्द होस् भनेर हामीले चाहिँ मुद्दा चलाइरहेको छौँ भने फिल्म चलि नै रहेछ भने न्याय त भएन। न्याय नहुँदाखेरि 1.5 महिनासम्म न्याय नपाइसकेपछि अब हामीले सरकारसम्म यो आज लिनुपर्छ भने हिजो सौभाग्यवश हामीले गृहमन्त्रीसँग भेट्यौँ पनि, हजुर पनि हुनुहुन्थ्यो होला, तर गृहमन्त्रीलाई हामीले आफ्नो पीडा सुनाउँदा उहाँको जवाब के पायौँ थाहा छ? असम्भव कि सोच्न पनि, तपाईँलाई बोल्न पनि हामीलाई लाज लाग्छ। गृहमन्त्रीज्यूले के भन्नु भन्दाखेरि अदालतमा गएको कुरामा हामीले के गर्न सक्दैनौँ भन्नुभयो क्या। अदालत र न्यायपालिकामा गएको कुरा हामीले के गर्न सक्दैनौँ। अनि लबी लामिछानेले पनि त्यही कुरा भन्नुभयो भनेपछि तपाईहरू सरकार हो, सरकारले अदालतमा गएको कुरालाई हामी गर्न सक्दैनौँ भन्नुहुन्छ भने अदालत त कानुन त अन्धा छ। त्यो अन्धामा त कति नेपालीहरू पीडित छन्। गरिबले त त्यो खर्च नै बिहोर्न सकिरहेको छैन वकिलको, अदालतको। गरिबले त तपाईँको लास पुगेर 10 वर्ष पनि न्याय पाएको छैन यी अदालतले गर्दा, होइन? तर त्यो अदालत कसरी चलिरहेको छ त? तपाईँहरूले बनाएकै नियमले चलाएको छ त? तपाईँले बनाएकै संविधानले हो त? 365 जना सांसदहरू किन नेपालमा? किन 365 जना सांसदलाई जिताएर हामीले किन नेता बनायौँ, किन कुर्सीमा राख्यौँ त? नयाँ संविधान लेख्नलाई, नयाँ नीति नियम लेख्नलाई, नयाँ विधि लेख्नलाई। विधिको शासन कहाँ छ, होइन? अब उहाँहरूले चाहिँ नियम बनाउने, उहाँहरूले चाहिँ कानुन बनाउने, अनि त्यही कानुनबाट चलेको अदालत होइन र भने, त्यही कानुनबाट चलेको न्यायाधीश होइनन् र भने, त्यही कानुनबाट चलेको श्रीमानजी होइनन् र भने। अनि तपाईँहरूले बनाएको कानुन नै श्रीमानजीबाट लागू छैन, तपाईँले बनाएको कानुनबाट नै एउटा तपाईँ अदालतले फैसला लिन सकेको छैन, समुदायले न्याय पाएको छैन भने तपाईँले किन कानुन लेख्नुहुन्छ त गृहमन्त्रीज्यू? किन सांसदले कानुन लेख्नुहुन्छ त? कि कानुन लेख्ने अधिकार त अदालतलाई दिनुहोस्, अदालतले कानुन लेख्छ, या फिर श्रीमानज्यूले कानुन लेख्नुहुन्छ, या फिर न्यायाधीशले कानुन लेख्नुहुन्छ। होइन भने तपाईँलाई अधिकार छ नयाँ कानुन बनाउँछु भनेर तपाईँ कुर्सीमा बस्नु भएको छ भने खै त तपाईँले पहिला बनेको कानुनले, तपाईँहरूले बनाएकै कानुनले त हामी त पीडित छौँ त। खै त तपाईँको दलितको अधिकारको कानुन कहाँ गयो? मानव अधिकारको कानुन कहाँ गयो? महिला अधिकारको कानुन कहाँ गयो? बालबालिकाको अधिकारको कानुन कहाँ गयो? यो त तपाईँको लाली बजारको मुद्दा तपाईँको वादीको मुद्दा मात्र होइन, ठकुरीको पनि मुद्दा हो यो। किन यो ठकुरी समाजलाई जहिले पनि सामान्ती, शोषक, रेपिस्ट बनेर देखाइन्छ। ठकुरी भनेपछि तपाईँको फिल्ममा हेर्नुहोस् जहिले पनि राजा अनि अरूलाई मार्ने अनि लड्ने, तपाईँको रेप मात्रै गर्ने, शोषण गर्ने देखाउँछ। के ठकुरी त्यो नै थिए? त्यो भन्छ बालेन्द्र शाह त ठकुरी हुनुहुन्न र हाम्रो प्रधानमन्त्रीज्यू? उहाँलाई पनि त ठक्कर लाग्नु पर्ने नि। बालेन्द्र शाहज्यूको इतिहास र पुर्खा भनेका रेपिस्ट थिए? बालेन्द्र शाहज्यूको इतिहास र पुर्खा भनेको के शोषित थिए? हाम्रा सरकार राजाको जुन इतिहास छ के किन शोषण गरेका थिए? यदि होइन भने किन लाली बजार फिल्मले शाह ठकुरीलाई शोषण, रेपिस्ट देखायो त? यो पनि त विरोधको आवाज उठ्नु पर्यो नि। सधैँ रविन्द्र सिंह बानियाले एउटा शाहको देखाउनु भएको छ, के जङ्ग शमशेर भनेर त्यसको मूर्ति फुटाएको देखाएको छ। अनि त्यो शमशेर राणाको कुनै एउटा इतिहास होला, उनको मूर्ति फुटाएको देखाउनु फिल्ममा कतिसम्म हद छ? जनआन्दोलनलाई गलत ढङ्गले देखाएको छ। जनआन्दोलनपछि समुदायले आफूले गरेको कामप्रति गर्व गर्छ होला नि त? को समुदायले? त्यो भएर उनीहरू फिल्ममा आएन, तपाईहरु आउनु। किन म यो समुदायको होइन? म वादी यो समुदायको होइन? तपाई शाहको कुरा गर्नुभयो, जस्तो उहाँहरुलाई त्यस्तोमा प्रयोग गरिन्छ। शाहको कुरा गर्नु हो? होइन, शाहले त हामीलाई विरोध गर्नु भएको छ। शाहज्यूले आज तपाईँको भोलि शनिबार चाहिँ तपाईँको यही शाह, हाम्रो डाक्टर मल्ल भन्ने एकजना हाम्रो हुनुहुन्छ, उहाँले विरोध जनाइरहनु भएको छ। ठकुरीलाई सधैँ फिल्ममा यस्तो देखाउने भएको हुनाले हामीले विरोध जनाइरहेछौँ। यो ठकुरी समाजले पनि लाली बजार फिल्मलाई विरोध गरिरहेछ म्याम भन्नुभएको छ। तपाईँले आज हुनुहुन्छ भने म तपाईँलाई अपडेटिङ गर्छु। यही विषयमा भोलि अर्को हाम्रो प्रेजेन्टेसन र कार्यक्रम हुँदैछ है। त्यो कारणले गर्दाखेरि ठकुरीले पनि विरोध गरेकै छ यो फिल्मलाई। अनि यति मात्र नभएर एउटा जुन महारानीलाई एउटा बच्चालाई युज गरेको छ नथियाको लागि, त्यो बच्चालाई अहिले प्र्याक्टिकली गएर सोध्नु त, त्यो नानीलाई जुन फिल्ममा युज गरेको बच्चा छ महारानी, त्यो बच्चालाई नथिया भने के सोध्नु त, उसको दिमागमा के आउँछ? सेक्स। तपाईँको यो समय पुगेपछि तपाईँको भजिटी तोड्ने प्रथा, जो प्रथामा बालबालिकालाई युज गरेको छ। अनि अर्को कुरा, अनि नथिया भनेको छोरी बेच्यो। ऊ पनि त महारानी पनि त अहिले कसैको छोरी हो नि त। अनि छोरी बेचिया थियो, त्यो रोल खेलेको थियो। कसले बेचिया थियो? ए वादी समुदायकी आमाले। भनेपछि त यो कस्तो चित्रण हो? र यस्तो चित्रण भएको यौन कर्म, यस्ता नथिया भएको चित्रण भएको फिल्मलाई यो लाली बजार फिल्मले बच्चालाई फिल्म देखाइरहेको छ। नेपालगञ्जमा स्कुले ड्रेसमा फिल्म देखाइरहेछ। अब भन्नुहोस्, तपाईँले युवाहरूले बच्चाहरूले यस्ता फिल्म हेर्न थाल्यो भने भोलि हुर्केर के सिक्छ? रेप गर्ने सिक्दैन? रेपको त बलात्कारको केस गर्दैन?
पछि यस्तो खालको संवेदनशील फिल्म खुल्लमखुल्ला चलिरहेको छ र यो आधारले फिल्म बन्द हुनुपर्छ भन्दै पनि सरकारले सुन्दैन। सरकारले अदालतको नाम लिनु चुप्प लाग्ने, सांसदलाई उठाउनु न कुरा हुँदाखेरि अदालतको कुरा हामीले सांसदले पनि उठाउन नपाउने, माननीय ज्यूले पनि उठाउन नपाउने। अनि तपाईको राष्ट्रिय दलित आयोग खोलेका अधिकार कर्मी कहाँ छन्? तिनी राष्ट्रिय दलित आयोगले त लाली बजार फिल्म बन्द हुनुपर्छ भने चिठी दिइसकेको छ। राष्ट्रिय दलित आयोगले यो लाली बजार फिल्म नचलाउनु भने चिठी दिएको छ भने त्यो चिठीको भ्यालु किन भएन? अदालतले भ्यालु किन गरेन? यदि अदालतले भ्यालु गर्थ्यो भने राष्ट्रिय दलित आयोगलाई यो फिल्म त बन्द हुन्थ्यो नि। यदि राष्ट्रिय दलित आयोगले पठाएको चिठी नै भ्यालु छैन भने किन त्यो आयोग राख्नु पर्यो? राष्ट्रिय दलित आयोग किन हुनु पर्यो? किन तिनीहरूको पैसा खुवाउनलाई मात्र, तिनीहरूको पेट मात्र भर्नलाई, दलितको नाममा राजनीति मात्र गर्नलाई हो? यो होइन नि त बाबा, होइन र? त्यो हिसाबले हामीले वास्तविकता चाहन्छौँ। हामीले झुटो दलित अधिकार कर्मी हामीलाई चाहिँदैन, झुटो हामीलाई सांसद चाहिँदैन, झुटो सरकार हामीलाई चाहिँदैन, सत्य सरकार चाहिन्छ। यदि तपाईँमा अधिकार छ, सांसदमा अधिकार छ, नीति नियम लेख्ने भने त्यो नीति नियमले चलिरहेको अदालतमा पनि तपाईँ सुपरभिजन गर्नुहोस्। तपाईँले बनाएको नीति नियम अनुसार आज पीडितले न्याय पाएको छ कि छैन भनेर तपाईँ सरकारले हेर्नु पर्यो नि, सांसदले हेर्नु पर्यो नि, अनि आवाज उठाउनु पर्यो। हो, अनि गृह मन्त्रीले भन्नुभयो त किन अदालत गएको कुरालाई हामी के गर्न सक्दैनौँ? अब यसको अर्थ हामीले के बुझ्ने भन्नुहोस्? गृह मन्त्रीले किन भन्नुभयो त अदालतले गएको कुराले हामी के गर्न सक्छ भन्नुको मतलब के? मतलब हामी के बुझ्ने? मैले न्याय दिन सक्दिनँ, तिमीहरू झुलिरहौ, फिल्म चलिरहन्छ, चुप्प लाग। जस्तै रविन्द्र सिंह बानियाले सरकार मेरो हो, रविन्द्र सिंह बानियाले किन भन्नुभयो? उहाँले हाम्रो रत्न पार्कमा वादी समुदायको मिटिङ हुँदाखेरि उहाँहरू आउनुभयो, होइन टप्केर, हामीले बोलाएको होइन, कसले बोलाएको थाहा छैन। अनि सरकार मेरै हो, बालेन्द्र शाहलाई हाम्रै टिमले, खरानी ग्याङले बनाएको, हाम्रै टिमले बनाएको सरकार हो, सरकार मेरै हो। तपाईँहरूले आवाज उठाएर केही छैन, तपाईँले फिल्म चलेरै जान्छ, त्यसको ठाउँमा बरु विरोध गर्नेको ठाउँमा मलाई फुलको माला लगाउनु किन भन्नुभयो? न्यायपालिका र सरकार अलग हो भने रविन्द्र सिंह बानियाजीले सरकार मेरै हो, तपाईँ न्यायपालिकामा गएर काम छैन किन भन्नुभयो? यसरी हेर्दाखेरि न्यायपालिकामा किन काङ्ग्रेस, एमाले, माओवादी अनि राजसत्ताका किन न्यायाधीशहरू बस्नु भएको छ त? नत्र त न्यायपालिकामा कुनै पनि राजनीतिमा नलागेका प्रधान न्यायाधीश बस्नु पर्यो नि। आज न्याय नपाउँदाखेरि आज किन न्याय पाएन भन्दाखेरि वकिलले के यो त राजसत्ताको न्यायाधीश हुनुहुन्छ, यो त काङ्ग्रेसको न्यायाधीश हो, यो त फलानो माओवादीको न्यायाधीश हो, त्यही भएर हामीलाई निर्णय दिएन भनेर खालको कुरा आउँछ। भनेपछि तपाईँको पार्टी अनुसारको निर्णय हुन्छ र न्यायाधीशले पनि पार्टी अनुसार निर्णय गर्ने हो। अनि न्यायाधीश तपाईँ यदि संवेदनशील छ, न्यायपालिका संवेदनशील छ, अदालत भने किन तपाईँको चाहिँ पार्टीगत न्यायाधीश हुनुहुन्छ त? किन तपाईँको सरकारकै तपाईँको कर्मचारीहरू सरकारबाटै बनेका पार्टीका कर्मचारी रहन्छन्? र यदि न्यायपालिकाले नै न्याय दिने हो अनि अदालतको नाम लिने बित्तिकै सरकार डराउँछ, सांसद डराउँछन्, माननीय डराउँछन् भने किन सांसदले नीति नियम बनाउने? नीति नियम त अदालतले बनाओस् न त, सांसदले बनाओस् न त। अनि हामीले किन सांसदलाई जिताएर कुर्सीमा राख्ने त? हामीले भोट दिएर अब हामीले के गर्यौँ? श्रीमानज्यूहरूलाई, हामीले वकिलज्यूहरूलाई हामीले भोट दिएर अब हामीले चाहिँ हाम्रो जुन प्रधान न्यायाधीश हुनुहुन्छ न्यायाधीशलाई चुन्नु परेन, त्यो न्यायाधीशले कानुन बनाउनु पर्यो। अब